जीवजन्तुहरूमा चाहिँ हाम्रो जस्तै एउटा भिजिटिङ कार्ड हुन्छ, हामीले बनाउँछौँ नि भिजिटिङ कार्ड, दही सागवटा पेरिस लेखक एक फोन नम्बर यति हुन्छ। जीवजन्तुमा त्यस्तै हुन्छ एउटा है। त्यो जीवजन्तुको कार्ड भनेको 2-3वटा हुन्छ। एउटा दिमागमा हुन्छ कार्ड है, उसले नक्सा बोकेर हिँडेको हुन्छ। अर्को कुरो चाहिँ उसको धेरै जसो जीवजन्तुको पिसाबमा हुन्छ त्यो कार्ड चाहिँ। जस्तै हात्तीको भन्दैछु मैले तपाईँलाई, उसको एउटा भिजिटिङ कार्ड कस्तो हुन्छ भने एउटा कुनै पनि हात्तीले 13वटा हात्तीले एकै ठाउँमा पिसाब गरेको ठाउँमा ठ्याक्क त्यो दही सागबाट तपाईँको कार्ड राखिदियो भने यो अमर नेपालीको भिजिटिङ कार्ड रहेछ, ऊ लेखेको रहेछ, प्राज्ञ रहेछ भने जस्तो त्यो अर्को हात्ती आएर हेर्दा बित्तिकै ट्याक्क हेर्दा यो दही सागबाट रहेछ भने जस्तो उसले ट्याक्कै थाहा पाउँछ त्यो कुन उमेरको हात्ती हो, कति वर्षको छ, भाले हो, पोथी हो, मभन्दा बोलियो छ कि छैन होइन, कत्रो छ त्यो भन्ने कुरो उनीहरूले पत्ता लगाउँछ। 13वटासम्म पिसाब एकै ठाउँमा हात्तीले पिसाब हेर्दा अर्को कुनै हात्ती आयो भने उसले पत्ता लगाउँछ। एउटा ल्याब टेस्ट गर्दो रहेछ। हाम्रो त ल्याबमा टेस्ट गर्नुपर्छ, हाम्रो पिसाब रगत हाम्रो टेस्ट गर्नु पऱ्यो भने त्यो हात्तीको त्यो सेन्सिटिभिटी कहाँबाट त्यस्तो आउँछ होला? हात्तीले ल्याब टेस्ट डाक्टर अस्पताल सबैसँग बोकेर हिँड्छ। त्यो सबैमा हात्तीलाई त डाक्टर गजानन्द भन्नु पऱ्यो है। अब हात्तीको कुरा गऱ्यौँ, यो अरू बाँकी कुरा चाहिँ यो किताबमा पढ्नु होला। यसमा एकदम रोचक प्रसङ्गहरू छन्। अब बाघमा जाउँ है। अहिले ठुलो जनावर एउटा चाहिँ शाकाहारी जनावरको कुरा गऱ्यौँ। अब बाघको कुरा गरौँ, जो बाघलाई चाहिँ मान्छेले अहिलेसम्म घरपालुवा बनाएको छैन। हामी बेलुका तपाईँले प्रसङ्ग नि भन्नुभएको थियो, किताबमा पनि छ एउटा बाघको प्रसङ्ग सुनाउनु भएको थियो। त्यहाँबाट अरू तपाईँले व्याख्या गर्नु होला। उहाँले के भन्नुभएको थियो भने बाघको पनि आफ्नो टेरिटोरी हुन्छ। वनमा जङ्गलमा चाहिँ उसले आफ्नो, हामीले जस्तै हाम्रो जिल्ला हाम्रो देश बनाए जस्तै प्रत्येक बाघले आफ्नो एउटा टेरिटोरी 30-40 किलोमिटर 50 किलोमिटरको भाले पोथी फरक छ, तिनीहरूले आफ्नो टेरिटोरी बनाउँछन्। जस्तो बघिनीले चाहिँ डमरुहरू पाइसकेपछि छोरा डमरुलाई चाहिँ उसले निश्चित समय एउटा हुर्किएपछि तिमी आफ्नो टेरिटोरी बनाऊ भनेर आफ्नो टेरिटोरीबाट उसले बिदाई गर्छ। तर छोरी डमरुलाई चाहिँ उसले आफ्नै ठाउँ सुम्पेर फेरि आफ्नो नयाँ टेरिटोरी बनाउन जान्छे। उसले छोरीप्रति किन त्यति धेरै सहानुभूति, माया, विश्वास र आफ्नो त्यो पुर्ख्यौली सम्पत्ति भनौँ न सुम्पे जस्तो आफ्नो आर्जेको टेरिटोरी सुम्पेर किन ऊ आफू नयाँ संसार बनाउन जान्छे? के बघिनीले पनि आफ्नो छोरीलाई कमजोर सोचेर हो? छोराले सक्छ छोरीले सक्दिन भनेर हो कि किन यो गर्छे बघिनीले? मैले यो किताब र तपाईँको कुरा सुनेर नै फेरि यो प्रश्न हाम्रा दर्शक श्रोताहरूको लागि यसको कारण बताइदिनु मनपर्छ। अब ठ्याक्कै बघिनीले किन उहाँ तपाईँले भन्नु खोज्नु भएको धेरै जीवजन्तुमा चाहिँ के हुन्छ भने यो हाम्रो मानव समुदायमा पनि यस्तो हाम्रो मानव समुदायमा के हुन्छ भने भान्जालाई भन्दा पहिला भान्जीलाई माया गर्ने अथवा धेरै संरक्षण दिने होइन, घरमा पनि छोरालाई भन्दा बढी छोरीलाई संरक्षण दिने हो नि त यो हाम्रो समाजमा होइन। जीवजन्तुमा पनि त्यस्तै हो। यो उसमा मात्रै हुँदैन, तपाईँको हात्तीमा पनि हुन्छ। यो हात्तीको त अब तपाईँलाई अहिले मैले भन्नै छुट्याएँ होइन। हात्तीमा एकदम ठुलो प्रजातन्त्र हुन्छ होइन, त्यहाँ पितृसत्तात्मक हुन्छ, तर मान्छेको जस्तो के अरे मातृसत्तात्मक हुन्छ। मान्छेको जस्तो पितृसत्तात्मक भएपछि हेप्ने गर्ने हुन्छ नि, त्यस्तो हुँदैन। हात्तीमा माउले एकदम पाको तगडा सबैलाई भनेको निर्देशन मनाउन सक्ने, सबैभन्दा बढी ज्ञान भएको, बाटोको ज्ञान भएको, तैँले गएर भन्दा बित्तिकै अर्कोलाई अराउन सक्ने त्यस्तो महिला नेतृत्व हुन्छ हात्तीमा होइन। हात्तीमा त्यस्तो हुन्छ। तपाईँले सोध्नु भएको बाघको चाहिँ के भने ठ्याक्कै बाघले त्यो पोथीलाई किन छोड्छ छोरीलाई होइन। अब मानवै बिम्ब अनुसार कुरा गरौँ न होइन, पोथी डबरू भन्दा मजा नहोला, छोराछोरी भनौँ न। बाघको चाहिँ कस्तो हुन्छ भने उनीहरूले यो चाहिँ फेरि नेपालीले सुन्दरवनमा गरेको, भारतको सुन्दरवनमा गरेको अनुसन्धान हो है। त्यो बाघको चाहिँ कस्तो हुँदो रहेछ भने एउटा निश्चित समयपछि आमाले एकदम धेरै दुःख गरेर तिमी यस्तो ठाउँमा जानुहुन्छ, तिमी यस्तो ठाउँमा जानुहुन्न, यो आवाज भनेको रिसाएको हो, यो आवाज भनेको ऊ डराएको हो। डराउँदाखेरि अलिक अगाडि बढ्नु, ल हेर्नु, ऊ तिमी भन्दा उसले चाहिँ यस्तो खालको आवाज आयो चाहिँ ब्याक भन्नु है, तिमीलाई चाहिँ फेरि आक्रमण हुन्छ। यस्ता सबै कुरो सिकाएको हुन्छ। आमाले अगाडि बसेर एउटा मृग ल्याएर
हेर्ने अनि छोरा त्यो उनीहरूलाई चाहिँ यहाँ समात यो भएन त्यो भएन पहिला यहाँ हान्नुपर्छ सबै सिकाउने हो होइन माउले सिकाउने हो त्यो जनावरमा पनि के छ भने आमाले नै सिकाउने हो मैले पनि आमाबाटै धेरै सिकेको हो जनावरमा पनि के छ भने आमाले नै त्यो सिकाउने त्यस कारण त्यसरी सिकाएको हो अब पछि के हुन्छ भने जनावरमा पनि अब त्यो छोरीहरूलाई बढी संरक्षण दिने बढी माया दिने हुन्छ बाघको अब तिमीहरू चाहिँ घर छोड्नुपर्छ भनेर धेरै पहिलादेखि जस्तै हाम्रो समाज पनि छ नि तिमी चाहिँ अब बिहा गरेर जानुपर्छ आफ्नो घर जानुपर्छ सासूलाई माग्नुपर्छ ससुरालाई माग्नुपर्छ जेठालीलाई ढोक गर्नुपर्छ हुन्छ नि त होइन त्यस्तो आमाले के गरेको हुन्छ भने तिमीले चाहिँ यसरी स्वीकार गर्नुपर्छ यसरी घर छोड्नुपर्छ तिमी जाऊ जस्तै बिहा गरेको छोरी फर्केर पहिला आजकल चाहिँ एकदम रहरले डान्स गर्दै जान्छ हुन्छ पहिला कुरा गर्दैछौँ है पहिला चाहिँ अलिक सानो बेरमा गर्ने भएर रुढी चलाउँथ्यो नि होइन म जान्न भनेर फर्केर धेरै महिलाहरू फर्केर आउनुहुन्थ्यो नि माइत होइन बाघको ठ्याक्कै त्यस्तै हुन्छ त्यो पोथीले म अब यत्रो अनकट्टा जङ्गलमा आजसम्म तपाईँसित हिँडेँ बसेँ आमा यत्रो के अरे अनकट्टा जङ्गलमा मैले कसरी सिकार गर्ने कसरी खेल्ने तपाईँले त्यो थ्योरी त दिनुभयो यसो गर्नु भन्नुभयो तर मैले यत्रो गर्न सकौँला र खेदेको आमाले तिमी जाऊ भनेर खेदेपछि त्यो पटक 3-4 दिनसम्म फर्केर आउने क्रम भइरहेछ बाघको आमाले त्यसरी एकदमै रिसाएर जस्तै तिमीले घर खानुपर्छ जसरी जाऊ आमाको मलाई त सँगै राख्न मन लाग्छ नि होइन तर आमाहरूले कति कष्टपूर्ण किसिमले आफ्नो छोरीलाई रुँदै पठाउँछ बाघको ठ्याक्कै त्यस्तै हो त्यस कारण छोरीलाई चाहिँ तिमी चाहिँ यहाँ बस छोरालाई चाहिँ तँ चाहिँ खोजेर भनेर यसरी पठाउँछ उनीहरूले किनभने छोरीलाई प्रोटेक्टिभ एकदम संरक्षणकत्व दिने चाहिँ संरक्षकत्व हुन्छ कि होइन जे होस् प्रोटेक्टिभ रोल छोरीहरूको लागि चाहिँ आफ्नो ठाउँ छोडिदिने किन माउ त्यो बसेको ठाउँ चाहिँ पानी ठिक छ हावा पनि ठिक छ त्यहाँ मृग पनि पाइन्छ नुहाउने ठाउँ पनि छ सुरक्षित पनि छ त्यस कारण यो ठाउँ छोरीलाई छोडिँदाखेरि ऊ सुरक्षित हुन्छ भनेर छोरालाई पहिला हम्दै पठाउने छोरीलाई आफू बसेको ठाउँमा छोडिदिने आमाले गएर हम्दै खोज्ने बाघमा यस्तो भनेपछि त छोरालाई बाघको चाहिँ छोरालाई बिदा गर्ने अर्को घर पठाउने अर्को घर खोज्नलाई पठाउने रहेछ अब हामी केमा जाउँ बाँदरतिर जाउँ यहाँ डाक्टर शिवाट तपाईँले उहाँ चाहिँ बाँदरकै विषयमा पिएचडी गर्नुभएको मानिसले यो पृथ्वी अब नेचुरली रूपमा बन्यो तर देश चाहिँ मानिसले बनायो जिल्ला मान्छेले बनायो प्रदेश मान्छेले बनायो सिमाना नदीको आफ्नो सिमाना हुँदैन तर नदीलाई नै मान्छेले सिमाना बनायो मानिसले यसरी आफ्नो कम्युनिटी आफ्नो बनाए जस्तै पशुपक्षीहरूले पनि आफ्नो कम्युनिटी बनाउँछन् होला अघि जस्तो कहिलेकाहीँ स्वयम्भूको पशुपतिको बाँदरहरू यहाँ देवघाटमा लिएर आएर छोडेको प्रसङ्गहरू आउँछ त्यो फरक कम्युनिटीको अथवा पशुपतिको बाँदर स्वयम्भूको बाँदर पशुपतिमा अथवा त्यहाँको बाँदर यहाँ देवघाटमा या अरू कुनै ठाउँमा त्यसरी लैजाँदाखेरि फरक ठाउँका बाँदरहरू त्यहाँ ल्याउँदाखेरि त्यहाँ तिनीहरूको रियाक्सन कस्तो हुन्छ तिनीहरूको प्रतिक्रिया कस्तो हुन्छ तिनीहरूको कस्तो किसिमको तिनीहरूको युद्ध मित्रता हुन्छ कि युद्ध हुन्छ कि यो विभिन्न अहिले चाहिँ हमासको यो इजरायलको देखिए जस्तै यो कस्तो के हुन्छ बाँदरहरू त्यसको बारेमा केही भन्नुहोस् न यो अब यस्तो चाहिँ बाँदरमा मात्रै होइन यो बाँदरमा पनि हुन्छ मृगमा पनि हुन्छ गैँडामा पनि हुन्छ होइन बाघ पनि तपाईँले कतै एउटा जीवलाई प्रतिनिधि मानेर एउटा कुनै जीवको रोचक तपाईँलाई यो मैले एउटा किनभने त्योभन्दा पनि मैले तपाईँलाई एउटा मेरो कथा किनभने के त प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईसँग मेरो एकदम रमाइलो हुन्छ कृष्णप्रसाद भट्टराई चाहिँ प्रधानमन्त्री हुनुभएको थियो म त्यतिखेर नेपाल समाचार पत्रमा थिएँ अनि त्यो प्रधानमन्त्री भएको बेलामा चाहिँ उपहार दिने चलन रहेछ कतैबाट एकजना आर्मीले त्यो मृग उपहार दिनुभएको छ चितवन नेसनल पार्कबाट समातेर प्रधानमन्त्रीलाई अनि हाम्रो फोटोग्राफर धुर्वा हाल्यो अनि उहाँ चाहिँ मसित एकदम धेरै हिँड्ने मलाई त यस्तो कुरा चाख लाग्छ भन्ने कुरो उहाँलाई थाहा भइसकेको अनि अरूलाई चाहिँ मतलब भएन त्यो उहाँले चाहिँ मलाई ठ्याक्क पल गरेर के फोन गर्नु भने दैजी यहाँ चाहिँ प्रधानमन्त्रीको घरमा चाहिँ मृग राखेको छ तपाईँ तु आउनु पऱ्यो म गएँ अनि गएँ अब अरूले थाहा पायो भने त त्यो फेरि ब्रेकिङ न्युज भयो अरूले पनि देला मैले चाहिँ थाहा पाएको जस्तो गरेर तपाईँले केही गर्नु पर्दैन फोटो मात्रै खिच्नु भागिहाल्नु भन्नु धेरै सोधखोज गर्नु थाल्यो भने त ओ यसको त न्युज भ्यालु रहेछ भनेर अरू पनि दुगुर्ने भए आफ्नो काम लाग्यो आफ्नो पनि छाप्नु लाग्यो
अनि त्यसो भने छापियो। भोलिपल्ट मैले शीर्षकै यही प्रधानमन्त्रीलाई कानुनभन्दा रामप्यारीको माया शीर्षकै यही थियो। उहाँले रामप्यारी राख्नु भएको थियो त्यो मृगको नाम। भोलिपल्ट छापियो, शनिबार परेछ, त्यो शुक्रबार रहेछ उहाँलाई चाहिँ त्यो उपहार दिएको। शुक्रबार उहाँको खचाखच थियो। अनि बिहामा चाहिँ अब राष्ट्रिय निकुञ्ज विभाग के अरे वन कार्यालय त अब त्यहाँ मैले लेखेको थिएँ राष्ट्रिय निकुञ्ज विभागको यति 1993 को यति अनुसार यति वर्ष जेल 18 वर्षसम्म जन्म के अरे जेल सजाय हुन सक्ने भनेर प्रधानमन्त्री के वर्ष भनेर डराउनु भयो। बिहान फोन गर्नुभयो त वन कार्यालयमा यो चाहिँ म त कति वर्ष जेल हाल्छ लग्यो अनि फोन गरेर अनि त्यहाँ अब कुन चाहिँ पालेले उठायो होला होइन। अनि आज त शनिबार हो, आज मिल्दैन, आफैले फोन हाल्नुभयो त्यहाँ। अनि अब प्रधानमन्त्री बोल्यो भनेर उसलाई थाहा भयो। अनि आइतबार चाहिँ बिहानै फोन गरेर लाएर त्यो मृग चाहिँ लिन पठाउनु भयो। उहाँ त्यो मृग लगेर कहाँ राख्यो भने पशुपतिनाथको उसमा राखियो। मलाई थाहा थियो एउटा मृगले अर्को मृगको बथान त रुचाउनु भनेर। अनि त्यहाँ लग्यो भनेपछि म बिहान त्यहाँ मलाई थाहा थियो अरू मृगले टोक्छन् त्यसलाई। बिहानै मैले धुवालाई नै लिएर गएको थिएँ। ल गएको उसको त यताबाट सबै त्यो कि त्यो भुसहरू मिसिसकेको रहेछ, टोकिरहेको एक्लै होइन। धेरै ठाउँ उक्किएको देखिन्थ्यो कि फेरि फोटो खिच्यो। अनि त्यसपछि यसरी चाहिँ प्रधानमन्त्रीले ल्याएको मृग यसरी चाहिँ घाइते बनाएर छोडियो भनेर फेरि देखेँ मैले है। त्यसपछि उहाँहरूले त्यो चाहिँ माथि कता हो गोकर्णमा थियो अर्को पालिका, उहाँहरूले फेरि त्यहाँबाट गोकर्ण लानुभयो। अनि गोकर्ण लगेर छोड्यो। अनि त्यही भयो झन् त्यो त शिथिल भएछ। अनि राष्ट्रिय निकुञ्जको त्यो शीर्षक मलाई थाहा छैन, तर त्यो प्रधानमन्त्रीले यसरी एउटा जीव जन्तु चाहिँ संरक्षण गरेर होइन उसको चाहिँ अधिकार संरक्षण गर्न नसकेको हुनाले नसकेको कसरी यो जीव जन्तुको माया पुर्याउनुहुन्छ भनेर फेरि लेखेँ मैले त्यहाँ गएर फोटो खिचेर। अनि त्यो चाहिँ उहाँले चाहिँ उहाँ पुर्याउनु भयो के अरे हाम्रो पश्चिममा छ नि पहिला कि कहाँ एउटा गद्य राष्ट्रिय निकुञ्जको त्यो ठाकुरद्वारा वरिपरि त्यहाँ लगेर राखियो त्यो मृग। मैले भन्नु खोजेको कुरा के हो भने कुनै पनि जीव जन्तुले तपाईँले अहिले यहाँ अम्बा लगाउनु भएको छ, तपाईँले ल्याएर त्यहाँ आगो बोट साथ दिनुहोस् ठ्याक्कै थाहा पाइहाल्छ यो चाहिँ मेरो जमातको होइन, यो कहाँबाट आयो थाहा पाइहाल्छ होइन। वनस्पतिले थाहा पाउँछ उसको पनि आफ्नो कम्युनिटी हुन्छ, एकदम उसको पनि कम्युनिटी हुन्छ। तपाईँले आफ्नै आगो रोपेको ठाउँमा लगेर अम्बा लगाइदिने बिचमा उनीहरूलाई मन पर्दैन। वनस्पतिहरू पनि मान्छे जस्तै हुन्छ, उनीहरूमा पनि वंश फैलाउने चाह हुन्छ, उनीहरू पनि भ्रमण गर्छन्। भ्रमण नगर्ने भए तपाईँको चाहिँ के अरे एउटा चराले खाएको एउटा बीज गएर उहाँ रुखको टुप्पामाथि कसरी उठ्नुहुन्छ भ्रमण गरे हिँड्थ्यो। चराले मन पराउने खालको त्यो बीज त्यो स्वभाव त्यो एउटा स्वाद दिनु नै उसलाई भ्रमण गर्न मन लाग्नु हो होइन। सबै जीव त त्यसरी भ्रमण गर्दैन नि त, सबै बीज त त्यसरी भ्रमण गर्दैन नि। कुनै बीज तपाईँले यहाँबाट 100 चोटि रोप्नु हुँदै हुन्न, तर पिपल रुख कसरी रोप्नुपर्छ कसले रोपेको छ पिपल रुख कसरी गर्नु पर्दैन नि, बर कसरी गर्नु पर्दैन। सिमलको भुवा उडेर त्यो कहाँसम्म पुग्छ त्यसको दाना उम्रिन्छ त्यो कसरी गर्नु पर्दैन। त्यसै कारण त जीव जन्तुमा त्यो हुन्छ। बाघमा पनि मैले तपाईँलाई एउटा एकदम कसेरामा त्यो पहिला चाहिँ एउटा मान्छे खाएको बगिनी ल्याएर राखेको रहेछन्, यो अहिले पनि छ त्यो बाघ है राखेको रहेछन्। अनि त्यसपछि फेरि अर्को त्यो भालेले एउटा अर्को भाले फेरि त्यस्तै भएछ, त्यो मान्छे खानेर एउटै खोल्नु होला राखेको छन् भाले पनि मिल्छन् होला भनेर। अनि त्यो भालेले चाहिँ यतापट्टि गरम पोथीको ब्रेङ्गे भएको थियो है त्यो मासु दिने क्रममा। कतिपय जीवहरू चाहिँ के छ भने एकजना आफूभन्दा अर्को एक्सेप्ट नै गर्दैन, अर्को समूह त गर्दैन। बाँदरको त्यसरी झगडा हुन्छ, तपाईँ लगेर ठाउँमा भने एउटा समूहले अर्को समूहलाई खेल्छ होइन, उसको उपस्थिति नै मन पराउनु एउटा कुरो। अर्को कुरो त आफ्नो बासिन्दामा आयो भने त लडाइँ गरिहाल्छ। दन्तीजी अब हाम्रो 15 मिनट मात्रै बाँकी रहेछ। मलाई यो होमस्टे र सामुदायिक वन चाहिँ यही किताबबाट थाहा पाएको। नेपालबाट नै सुरु भएको रहेछ र यो असाध्यै प्रभावकारी नेपालमा पनि सफल भएको र विश्वले संसारले पनि नेपालबाट सामुदायिक वन र होमस्टेको एउटा जुन चलन छ त्यो चाहिँ विश्वले पनि सिकेको भन्ने प्रसङ्ग पनि छ। यहाँ यो किताबै पढ्नु होला दन्तीजीले, यसमा थोरै 2 मिनट बोलेर अनि हामी चाहिँ यो फ्लोर ओपन गर्छौँ। यहाँहरूसँग केही जिज्ञासा छ भने 3-4वटा प्रश्न सायद छुटकरीमा दिन सकिन्छ होला, प्रश्न मात्र गर्नु होला। त्यो होमस्टे र सामुदायिक वनको बारेमा छुटकरीमा 2-3 मिनटमा भन्नुहोस्, त्यसपछि चाहिँ हामी फ्लोर ओपन गर्छौँ। अहिले भाइले त्यहाँ 15 मिनट देखाइसक्नु भएको छ, त्यसैले
धन्यवाद। यो होमस्टे पर्यटन यो कसरी गाउँलेहरूले चाहिँ पर्यटनबाट फाइदा लिने भन्ने सन्दर्भमा हाम्रै नेपाली एकजनाले त्यो अवधारणा ल्याउनु भएको हो र त्यसलाई चाहिँ UNDP ले पास गरेर अहिले त्यो किताबको रूपमा विश्वभरि चाहिँ त्यो वितरण हुन्छ। अरू जुन देशमा होमस्टेहरू भएका छन् त्यो नेपालको नमुना, नेपालको अवधारणा, नेपालको ब्रान्ड हो। मैले यति भनेको विषय है। अब सामुदायिक वनको चाहिँ के हो भने 2031 साल जस्तो लाग्छ मलाई, अब मिस्टेक अग्रजन क्षमा गरेर 2031 सालमा राजा वीरेन्द्र चौतारामा जाँदाखेरि नामको डाँडा देख्नुभयो हेलिकप्टरबाट। उहाँले भन्नुभयो त्यहाँको चाहिँ खोजेर त्यहाँ त सिडियो अन्तले सबैले राजा गोसाइहरू लाम लाएर आफ्नो रिपोर्ट गर्ने चलन थियो। अनि हामीले त डेफोले चाहिँ जिल्ला वन अधिकारी चाहिँ रिपोर्ट गर्ने क्रममा चाहिँ हामीले यस्तो नाङ्गा डाँडा देख्यौँ, के गरेको यसो विश्लेषण गर्नु पाए हुन्थ्यो भनेर राजाले भनेपछि त अनि उहाँले चाहिँ हामी वृक्षारोपण गर्छौँ मात्रै भन्नुभयो। अब राजा त्यसमाथि डर पनि लाग्यो होला होइन, नाङ्गा डाँडा छ के गर्नु भन्दाखेरि वृक्षारोपण गर्छौँ। अनि राजाले फेरि कहिले गर्छौ किन गर्छौ यो रोज के गर्छौ भनेर चुनिया सोध्नुभयो। सोधिसकेपछि अनि त्यसपछि हामी 1 वर्ष टाइम लाग्छ हामी वृक्षारोपण गर्छौँ भनेपछि उहाँले त्यसपछि राजाले बोलेको कुरो लागु हुने भयो भएन भनेर जाँचबुझ हुने भयो। त्यस कारण बजेट पनि अलिकति छुट्यो। त्यसपछि त्यो सामुदायिक विश्वलाई सामुदायिक वनको अवधारणा नेपालले दिएको हो र त्यसपछि मात्रै विश्वमा सामुदायिक वनको अवधारणा आएको हो। मैले तेस्रो पक्ष पनि जोड्न चाहेँ। एउटा शिकार विश्वले नेपालबाट शून्य शिकार अथवा यति धेरै खास गरी दक्षिण अमेरिका र अफ्रिकाबाट चाहिँ धेरै मान्छेहरू आएर नेपालमा चाहिँ शून्य शिकार कसरी हो। यस्तो गरिब देश छ, पैसा पनि केही छैन, सबै फेरि संरक्षणको लागि चाहिँ पैसा पनि WWFले दिन्छ, IUCN दिन्छ, अरूले दिन्छ, कसरी तपाईँले शून्य शिकारमा लानु हो भनेर एउटा चकित परेन थियो। त्यो बेलामा मेजर हुन्थ्यो, अहिले चाहिँ जनरल साहब भएर रिटायर हुनुभयो बाबु कृष्ण कार्की हो नि। उहाँको निर्देशनमा नेपालमा 5 वर्ष शून्य शिकारमा गएको र त्यो चाहिँ विश्वको धेरै मान्छेहरूले शून्य शिकारमा कसरी जाने भनेर नेपालबाट सिक्नुपर्छ भनेर सिकेर यो 3वटा अवधारणा चाहिँ मेरो किताबका पात्रहरूबाट मैले पाएको यही हो।